फेरि गाइज म केही कुरा भन्न गइरहेको छु है। आजकलको जेनेरेसनको केटाहरूको जिम गरेको तरिका उनीहरूलाई हामीले जस्तो गेममा खेल्दाखेरि जस्तै कटिङमा गएर हुन्छ नि हो त्यस्तै बडी चाहिन्छ कि कटिङको बेलाको बडी जस्तो चाहिन्छ कि आजकलको केटाहरूको लागि चाहिँ बडी कस्तो होस् भने गेमको लागि कटिङमा बसेर 3-4 महिना पानी छोडेर नुन छोडेर मान्छे ढल्ला जस्तो भएर बसेको बडी चाहिन्छ कि तिनीहरूलाई थाहा हुँदैन कि त्यतिखेर कस्तो अवस्था हुन्छ भनेर मान्छेको कति लो क्यालोरीमा बसेको हुन्छ भनेर लो क्यालोरी र कतिको डाइटमा बसेको हुन्छ भनेर तिनीहरूलाई थाहै हुँदैन कि तिनीहरूलाई त्यस्तो बडी चाहिन्छ कि 12 महिना कि अनि बडी बनाउने भनेको अफ सिजन भनेको मोटाएरै बस्ने हो कि मोटाउने भनेर फेरि त्यस्तो पाराले मोटाउने होइन कि जिम गरेर मोटाएको र जिम नगरिकन मोटाए हेल्दी खानेकुरा खाएर मोटाएर हेल्दी क्यालोरी खाएर मोटाएर बढाएको ज्यान र जिम गरेर बढाएको ज्यान र बसेर खाएको ज्यानमा धेरै फरक पर्छ। आकाश पातालको फरक पर्छ कि सबभन्दा आजकलको केटाहरूलाई बडी कस्तो चाहियो भने हामी त्यो स्टेजमा उफ्रिँदा फेरि कस्तो बडी हुन्छ कटिङदार हेर्दा फेरि चिटिक चटाक्क सिक्स प्याक ओहो त्यस्तो बडी चाहिन्छ कि आजकलको केटाहरूलाई। त्यही भएर त्यो अफ सिजनमा बस्ने भनेको हामी बल्किङै बस्ने हो कि जति सक्छ वेट बढाउने हो वेट बढाउँदा पनि मसल र फ्याट शुद्ध आजकलको केटाहरू अलिकति वेट बढाएर मोटा देखिदियो भने भुँडी बढ्यो फ्याट लाग्यो भन्छ हेर्दा चिटिक्क देखिरहेको हुन्छ तर तिनीहरूलाई थाहा हुँदैन कि मोटायो भन्छ। अरे बाबा अफ सिजनमा बस्दा त्यसरी नै बस्ने हो 12 महिना त्यो कटिङमा बस्न सकिँदैन 12 महिना हामी कटिङमा सिक्स प्याक देखाएर बस्न सकिँदैन। आजकलको केटाहरूलाई बडी त्यस्तै चाहिन्छ कि सिक्स प्याक देखिरहोस् 24 घन्टा 12 महिना सबभन्दा गलत पोइन्ट हो। त्यसरी बडी बनाउनलाई त हाई प्रोटिन खाएर एकदम हेभी वेटिङ गर्नुपर्छ। हेभी वेटमा आजकलको केटाहरूले सक्दैन त्यसरी गर्नु किनकि त्यसमा रेन्ज अफ मोसन शुद्ध सबै हेर्नुपर्छ मसललाई। त्यो हेभी वेट गर्छ मान्छेले कस्तो गर्छ भने केही पनि मिलेर हुँदैन रेन्ज अफ मोसन पनि मिलेर हुँदैन मसललाई जुन टार्गेट चाहिन्छ त्यो नै पुगिरहेको हुँदैन। हेभी वेट गऱ्यो उचाल्यो जबरजस्ती उचाल्यो भन्नेमा हेभी वेट भनेर त्यसलाई हुँदैन मसललाई फिटेड हुने गरेर